everyone, welcome back to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै नै छु। न्यू डे न्यू ब्लगका साथमा आइसके म फेरि पनि हजुरहरुको सामने। सबैजना सन्चै हुनुहुन्छ होला है, हस्त एन्ड व्यस्त हुनुहुन्छ होला। लास्ट गर्मी छ गाइजहरुको औषधिमा। यस्तो पोल्ने कति 4:30 भइसक्यो, त्यही पनि यस्तो घाम लास्ट धेरै घाम हो। अनि हामी चाहिँ कता जान लाग्नु भयो, मम्मी चाहिँ अगाडि हिँड्नु भयो। हामी चाहिँ कता जान लाग्नु भयो, के अरे हामी चाहिँ कता जान लाग्यो भन्दाखेरि चाहिँ हामी चाहिँ खेततिर जान लाग्यो। आफ्नै खेत चाहिँ छैन है, घाँस काट्न चाहिँ खेततिर पाइन्छ नि त। अब यो बर्खायाममा चाहिँ धेरै नै पाइन्छ, त्यही भएर चाहिँ घाँस काट्नलाई हिँडेको। त्यही जानु होला है। मम्मी अगाडि गएर किन 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 गरिदिनु। के बोलेको पनि मैले त केही सुने होइन। आज चाहिँ गर्मीमा चाहिँ हामी जान लाग्यो। अनि आज चाहिँ जेठ 15 गते आज गणतन्त्र दिवसको छुट्टी पनि थियो, त्यही भएर चाहिँ अनि घर बसेको बेलामा बाह्र नि त अनि हाम्रो। अनि त्यही भएर घाँस सास त बनाउनु पर्ने हुन्छ, त्यही भएर चाहिँ हामी हिँडेको काटेर यताउति के हुन्छ लास्टमा भिडियो हेर्नु होला है। तपाईँहरूलाई पनि थाहा हुन्छ, थाहा भइहाल्छ है लास्टमा भिडियो हेर्नुभयो भने। अनि के कतिजना त लाइक भिडियो हेर्नुहुन्छ लाइक कमेन्ट सब्सक्राइब गर्नै बिर्सिनु हुँदो रहेछ कि। मैले चाहिँ फर्स्टमै भने है, अहिले चाहिँ भिडियो हेर्नुभन्दा अघि नै लाइक कमेन्ट र सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरेर मात्र भिडियो हेर्नु प्लिज। कुछ तरिका है भीख माग्ने का। र अनि मलाई थाहा छ है तपाईहरुले गर्नुहुन्छ। मैं गरीब हूँ। मलाई चाहिँ गाइज यस्तो गर्मीमा पनि औषधिको गर्मी यस्तोमा पनि रुगा लागेर, गर्मीको रुगा होला हुन त, रुगा लागेर चाहिँ रुगा च्यापेर कस्तो बनाइरहन्न। तो साला ये दुख का खत्म नहीं होता बे। तपाईले काटिसक्नु भयो, तपाईले काटेर आउनु भयो। ये लास्ट ड्याड बनाउने कि धान रोप्नु हाफ झरेन। सो हेर्दै गर्नु होला है। हामी चाहिँ जाँदैछौँ, अब एकैचोटिमा पुगेर देखाउँछु हजुरहरूलाई पनि हामी कता गएर काट्छौँ भनेर चाहिँ। कता त अहिले आउँदाखेरि बस्यो नि मलाई। यो के राम्रो त नि परेन। जाम बनाउनु लाग्यो हेर्नु होला है। हामी चाहिँ घर हेर्न हिँड्यौँ बिच बाटोबाटै। एउटा नयाँ घर बनाउनलाई चाहिँ राम्रो लाग्यो अरे मम्मीलाई चाहिँ है। त्यही भएर नि हामीले नि अब बनाइहाल्यो भने हामीले पनि यस्तै घर बनाउने भनेर हेर्न हिँडेको हामी चाहिँ। कस्तो रहेछ ठिकै घर त है, यत्तिकै घर हुन्छ। ठिकै हो गाइज, सक्नुहुन्छ यस्तो घर। किचन पनि बाटै रहेछ घर चाहिँ दामी रहेछ। यो आन्टीको चाहिँ घर आन्टीसितको घर। वा कति राम्रो सिडी पनि। देख्न सक्नुहुन्छ राम्रो घर बनाउनु भएछ। हामी चाहिँ घर हेर्दैछौँ।
बाहिर पनि कति चाक्लो रहेछ पछि पनि राम्रो लाग्यो घर चाहिँ हामी चाहिँ घर हेरेर पनि हिँडिसक्यौँ है राम्रै रहेछ बाहिरबाट हेर्दाखेरि भित्रबाट ठिकै हो त्यतिको घर एउटा आन्टी त्यहीँ बनाउनु राम्रो रहेछ हामी पनि बनायौँ भने त्यस्तै बनाउने हेर्न गएको कि ठिकै छ र हामी चाहिँ लाग्दैछौँ अब फेरि हाम्रो डेस्टिनेसनतिर हाम्रो गन्तव्यतिर हामी चाहिँ लागिरहेको छौँ है लगभग अलिअलि गर्दै आइपुग्न पनि लाग्यौँ हाम्रो गन्तव्यतर्फ अझ घाम हरायो गाइस घाम कस्तो अझ घाम बल्ल बल्ल अस्तायो 5 बजिसक्यो नि त त्यही भएर अनि आज मैले चाहिँ ब्लग चाहिँ अलि ढिलै स्टार्ट गरेँ दिउँसो लास्ट गर्नु थियो के गर्नु घरै मात्र बसेको के ब्लग बनाउने कि त्यही भएर ढिलै नै स्टार्ट गरेँ यो गाडी कसको र बिस्ने अङ्कलको हो पहिला अनि त्यो सितान भारत एन्टीहरू देख्न सक्नुहुन्छ गाइस हामी चाहिँ हिँड्दैछौँ है हजुर भइहाल्यो नि अङ्कलले दिदीले नि कपाल हालिछन् रे दिदीले नि कपाल हालिछन् रे म त हेर्दै हेरेन दिदीले नि कपाल फालेछन् अरे नानीले कि भाइले मलाई मेरो कपाल फालेको गाई जस्तो भन्छन् मान्छेहरूले कपाल काटेर नि फाइदै भयो जस्तो गर्मीमा त पलाइहाल्छ नि त त्यही भएर सो म एकैचोटि अब पुगेपछि गर्छु ल देख्न सक्नुहुन्छ हाम्रो चाहिँ खेतको भ्यू है कति राम्रो तल खेततिर आएर बस्नु पर्छ कति राम्रो भ्यू हेर्न पाइन्छ कस्तो राम्रो हो क्या भ्यूहरू पुरै त्यो घामले पनि दामी देखेको हो बादल कालो बादल तर पानी चाहिँ आउने नामहरू निशान लिँदैन के भएको हो यो कौसरीमा त लास्टै पानी पर्दैन भने चाहिँ माछाहरूले चाहिँ हुँदो रहेछ ए हामी चाहिँ खेतको भ्यू यही हो देख्न सक्नुहुन्छ है जाँदैछ यसमा पुगेको छैन है हामी चाहिँ अब बिस्तारै आफ्नो डेस्टिनेसनसम्म पुग्दैछौँ देख्न सक्नुहुन्छ यो वर्षायाममा त लास्टै हरियाली हुने अब चैत वैशाखमा पो उजाड हुन्छ हामी चाहिँ यहाँ पुग्नु छिटो आइज है भन्नुहुन्छ अनि कस्तो राम्रो हरियाली यता हेरे पनि हरियाली नै हरियाली यता हेरे पनि हरियाली कस्तो राम्रो हुन्छ है ठाउँहरू पनि हामी चाहिँ आउँदैछौँ है अब एकैचोटि पुगेर गर्छु भनेर अघि पनि भिडियो गरेँ तर फेरि मलाई चाहिँ देखाउन मन लाग्यो हजुरहरूलाई पनि त्यही भएर चाहिँ बिचमै भिडियो बनाएँ हजुरहरूसँग पनि सेयर गरेँ है बाटो निर्माण कार्यक्रम पनि हुँदैछ यस्तो कुलामा घाँस गर्नु कति मजा आउँछ वाउ कति राम्रो है खेतहरू
कहाँ जाने हो र अब हामी चाहिँ हिँड्दैछौँ है गाइस मधुपुरमा पनि कति राम्रो रहेछ कि भ्यू कति राम्रो लाग्यो देख्न सक्नुहुन्छ है रुगाले नाक यस्तो गर्ने बानी परिसक्यो मेरो त कहाँ जाने हो र अब त कहाँ छ र नि फेरि घाँस त यता कि काट्दिनु हुन्छ मकैहरू खेतमा मकैहरू पाक्न लागिसकेको छ डाँडा पखारी तुमसे ना हो पाएगा गीत गाउन पनि आउँदैन गाइजहरू हेर्नु गाइजहरू अच्छा मलाई पनि तिर्खा लाग्यो हामी चाहिँ हाम्रो डेस्टिनेसनमा चाहिँ फाइनल्ली आइसक्यौँ है देख्न सक्नुहुन्छ अनि म चाहिँ गर्मीले त्यति हिँडेर आएको लास्ट गर्मी भइसक्यो अनि गर्मी चाहिँ थपक्कै लाएर बस्थेँ मम्मी चाहिँ घाँस काट्नु सुरु गर्नु लागिसक्नु हो हामी चाहिँ यिनीहरू यस्तै अब यो कुलाको अनि यही दुबोहरू काटेर चाहिँ हामी जानुपर्ने हुन्छ है एक बोरा बनाएर लास्ट गर्मी भइसक्यो त्यति आएको यस्तो पसिना आइसक्यो लास्ट धेरै गर्मी सो हेर्दै गर्नु होला है मलाई राम्रोसँग घाँस काट्न त आउँदैन त्यही भएर म ट्राई चाहिँ गर्छु मम्मी घाँस काट्न सुरु गरिसक्नु भयो मलाई तैँले नि काट भन्दै मम्मी चाहिँ घाँस काट्न सुरु गरिसक्नु यही काटेर एक बोरा बनाएर चाहिँ हामी घर जानुपर्ने हुन्छ सो लास्टमा भिडियो हेर्नु होला है म नि घाँस काट्नुपर्ने हुन्छ देख्न सक्नुहुन्छ हामी चाहिँ यो बोरामा अलिअलि चाहिँ हाल्यौँ अनि त्यता त्यहाँहरू छ अनि यता सर अझै काट्दैछौँ काट्दा पसिना काट्दा कस्तो अल्छी लाग्यो यति काट्दा फर्स्ट मैले झन् अझै पहिलोचोटि काटेको नि त खासै घाँस नकाट्ने घाँस काट्न नआउने के पहिला काटेको यस्तो अल्छी लाग्यो भने लास्ट धेरै अल्छी लाग्यो चाहिँ हामीले बोरा ल्याएको बोरा त भराउनु पर्ने हुन्छ भराउँछौँ पनि होला सो हेर्दै गर्नु होला है म चाहिँ घाँस काटिरहेको छु ल फेरि मम्मीले काटेर उसले काटेको बनायो भन्नु होला है तर मैले चाहिँ काटेछु त्यस्तो छैन अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तौबा 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 थारा मूड खराब कर दिया सो हेर्दै गर्नु होला है त हाम्रो चाहिँ घाँस अझै काट्नै छ कहाँ यो बोरा यति र यहाँ उता कहाँ भरिन्छ र भरिँदैन मम्मी चाहिँ उता काट्दै हुन्छ म चाहिँ बोरामा घाँस हाल्दै थिएँ कति भएछ भनेर हेर्नलाई काट्नुपर्ने हुन्छ यो दुबोहरू त छ तर काट्ने लास्टै अल्छी लाग्यो भने अल्छी गर्नुहुन्न भनेर काट्न थाल्यो झन् अल्छी लाग्छ के भएको यस्तो सो त्यही पनि हामीले काट्दैछौँ है हेरिरहनु भयो सो बाई अहिले एकैछिन काटिसकेपछि सबै काटिसकेपछि चाहिँ म देखाउँछु तपाईँहरूलाई है सो त्यति बेलासम्मलाई चाहिँ हेर्दै गर्नु होला हामीले चाहिँ काटिसक्यौँ गाइस यत्रो घाँस काटेर घर जानु लाग्यो पल्टे गरेर बोरा सो है हामीले चाहिँ काटिसक्यौँ ला धेरै चाहिँ गर्मी भएर चाहिँ बोकेर जानु पर्ने घर पुगेर चाहिँ गर्छु म हेर्दै गर्नु होला साइकलमा राखेर हिँड्छ छोरी हामी चाहिँ लिएर अब लगभग घर पनि आइसक्यौँ गाइस अनि तल चाहिँ उकालो थियो क्या त्यही भएर चाहिँ एकजना गयो सजिलो हुन्छ नि त त्यही भएर त्यो पराल पनि भेटायौँ पराल घाँस कराएर चाहिँ लिएर आयो आमा छोरीले सो भ्लग चाहिँ यति नै है कस्तो भयो म चाहिँ दैनिकी जस्तै यताउति को आएको मात्र देखाएँ है धेरै बनाउनु सकिनँ छोटो मिठो राम्रो
ब्लग चाहिँ यति नै। सो हजुरहरूलाई कस्तो लाग्यो सबैजनाले माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला। लास्टसम्म भिडियो हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला है। अहिले अब चाहिँ हामी घर आउनु पर्ने हुन्छ, पानी पनि आउनु लाग्यो यस्तो पानी चाहिँ हामीलाई धेरै भयो। 7 पनि बन्न लागिसक्यो लगभग भयो। 2-3 घन्टा जहाँनिर आउनेमा त धेरै भयो। जाँदा आउँदै थाकियो भन्छ धेरै। सो अब ब्लग चाहिँ यति नै है। कस्तो लाग्यो हजुरहरूलाई? बाई बाई एभ्रिवान। पानी आउला, पानी आयो भने चाहिँ कति हामीले यस्तो गर्मी भयो। 1 हप्ता हुन लाग्यो पानी नआएको। पानी चाहियो। बन्द है आजको भिडियो यति नै। बाई बाई एभ्रिवान। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई।